रासुपाको 2/3 कसरी आउँछ जान्नु भन्दा पहिला सुन्नै पर्ने केही कुराहरू छन्। जनतालाई हेपेको हेपै गर्ने, अरूको अस्तित्व कहिल्यै स्वीकार नगर्ने, कमजोरी भयो भन्ने त ठान्दै नठान्ने, आफूले जे गरे पनि ठिक अरूले मान्नै पर्छ भन्ने दम्भी, एक नम्बरका घमण्डी र कुशासनका नायक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यो खाले पतन यसअघि नै आकलन थियो। 19 जना युवाको सडकमा हत्या गरेपछि पनि सरकारबाट राजीनामा दिन ओली तयार भएनन्। त्यसपछि झन् यो पक्का बनेको थियो। उस्तै अर्का पात्र छन् जसले नेतृत्व बदलिनुलाई मात्रै कांग्रेस बदलियो अब देश बदल्छौं भन्दै भोट तान्न खोजे, तर बदलिएको केही थिएन। कांग्रेसको सभापतिबाट देउबा बदलिएर गगन आएका मात्रै थिए। हिजो पनि भ्रष्टाचार आरोपी र विभिन्न काण्डेबाजहरूलाई देउबाले टिकट दिएकै थिए। यसपटक पनि गगनले त्यही गरे। आफ्ना एजेन्डा भन्दा पनि बढी रवि बालेन जस्ता पात्रहरूलाई भिलेन देखाएर खुइल्याएर 1 नम्बर बन्छु भन्ने सोच राखे। तर त कांग्रेसको अवस्था पनि कठैबरा भन्नुभन्दा माथिको रहेन। 2 शक्तिशाली पात्र र तिनकै पार्टीको यो कन्ताबिजोगले रासोपालाई 1 नम्बर बनाएको छ। अब स्पष्ट बहुमत सहित रासोपाले 5 वर्ष सरकार चलाउने र बालेन देशको प्रधानमन्त्री बन्ने लगभग पक्का बनेको छ। तर रासोपाको शक्तिशाली अनुमोदनले आफूलाई सधैँ प्रभावशाली सोच्ने धेरै नेताहरूको कन्ताबिजोग हुँदैछ। तपाईलाई लाग्ला जनताले रासोपा र बालेनलाई विश्वास गरेर मात्रै भोट खन्याएका हुन्, तर यति मात्रै कदापि होइन। वर्षौंदेखि रिसाएका जनताले एमाले कांग्रेस जस्ता पार्टीको अत्याचारलाई तह लगाएकै कारण देशभर रासोपाले जित्ने अवस्था आएको हो। किनकि उनीहरूको अचाक्ली यतिसम्म थियो कि उनी भ्रष्टाचार गर्दिन्न भन्थे, यिनकै मन्त्री खुलम खुल्ला घुस डिलमा सहभागी भएको प्रमाण सार्वजनिक हुन्थे। मैले कहिले खाँदिनँ कि त्यो सुधन मन्त्रीज्यू त्यो बदामलाई भनौँ नभए त्यो 20 मा बुझाइदिनु लाग्यो खेमकोलाई बोले ओली भ्रष्टाचार गर्न दिन्न भन्थे। यिनकै स्वकीयले घुसमा घर नै उपहार लिएको सार्वजनिक हुन्थ्यो। तैपनि गम्भीर विषयलाई सामान्य बनाएर क्षुद्र टिप्पणी गर्थे। म राम्ररी जान्दछु राजेशको बारेमा। उनले कुनै अनियमितता, भ्रष्टाचार, घुसखोरी काण्ड गर्दैन। यतिसँग घर लिन पाइँदैन। अनि यतिसँग कहाँबाट जोडिन्छ कुरा? ब्याङ्कमा जाने भुक्तानी देखिएन। 2 लाख, 4 लाख, 5 लाख, 10 लाख गरेर दिएको कुरो सबै ब्याङ्किङ कारोबार मात्रै हुँदैन। यिनकै मन्त्रीले सडकमा बालबच्चा हानेर भाग्थे, तर ओली बचाउमै बोल्थे। यिनका लागि जनता होइन, बिचौलिया, तस्कर र आसेपासे मात्रै प्यारा थिए। फलत जनताले मत मार्फत आफ्नो शक्ति देखाएर अहङ्कारीको ढाड भाँचिने गरी लोकतान्त्रिक विधिको प्रयोग गरेका छन्। नैतिकता र अलिकति जिम्मेवार बोध भए उनीलाई पार्टी नेतृत्वको कुर्सीमा बस्ने छुट नै छैन। तर एमालेका अधिकांश पदाधिकारी यही निर्वाचनबाट पत्ता साफ हुने देखिएपछि उनले एक्लै जिम्मेवारी बोध गर्लान् भन्ने कुरा सोच्न समेत नसकिने अवस्था छ। अब को सकिँदैछन् त्यो हेरौँ। यो निर्वाचनबाट ओली सकिँदैछन्। यही निर्वाचनमा एमाले महासचिव शङ्कर पोखरेल सकिँदैछन्। यही निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेल सकिँदैछन्। अघिल्लो निर्वाचनमा बालेनको अनावश्यक विरोध गरेकै कारण पराजय भोग्नु परेका एमाले सचिव महेश बस्नेत पनि सकिँदैछन्। जनताको विरुद्धमा उभिएपछि के हाल हुन्छ अब पनि बुझेनन् भने जोगिने अर्को उपाय बाँकी रहने छैन। सम्भवतः परिवर्तनको माग राखी आन्दोलन गर्ने जङ्गीलाई आतंककारी देख्ने दुस्साहस नगरेको भए सजिलै चुनाव जित्न पनि सक्थे। तर भक्तपुरवासीले बाको बचाउमा महेश बस्नेतले देखाएको अराजक ताण्डवलाई तिरस्कार गरे। यसले अवस्था यस्तो पनि बनेको छ मानौ अहिले आम जनताको सेटिस्फ्याक्सन लेभल 100 माथि छ। महाकाली बेच्न हस्ताक्षर गर्ने, प्रश्न गर्दा वैज्ञानिक देख्ने पूर्व सभामुख देवराज घिमिरेको समेत कन्ताबिजोग भयो। उस्तै परे रुखो भन्दा अरू बोल्नै नजानेका र सामाजिक सञ्जाल निषेध गरी जनताको मुख थुन्न खोजेका पृथ्वी सुब्बा गुरुङले समेत ब्राह्मण्ड नै हल्लिने गरी हार्नेछन्। कुनै बेलाका भेलुबाजी भन्दा बढ्ता सस्तो देखिएका एमालेकै सूर्य थापाको राजनीतिमा ग्रहण लाग्दैछ। पुरा एमालेका आफूलाई शक्तिशाली ठान्ने नेताहरूको मात्रै होइन, गगनको नेतृत्वमा बदलिएको कांग्रेसबाट चुनावमा हुमिएका नेताहरूको समेत पत्ता साफ हुँदैछ। मोरङ 6बाट चुनावी मैदानमा हुमिएका शेखर कोइराला यसपटक आफ्नै बाउबाजेको विरासतलाई समेत निलाम गरी हारको स्वाद चाख्दैछन्। मोरङ 3को उम्मेद्वार बनेका तर फागुन 21 मा चुनाव भए राजनीति छोड्छु भन्ने ओभर कन्फिडेन्स प्रस्तुत गरेका सुनिल शर्माको समेत शर्मानाक अवस्था बन्दैछ। अब हारेपछि के को राजनीति छोड्नु पर्यो? फागुन 21 मा तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ। म लेखेर दिन्छु यो रेकर्डमा तपाईहरु अगाडि राखेर ल गराएर हेर्नुस्। म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ नि। ल सक्नुहुन्न। दिस इज नेक्स्ट टु इम्पोसिबल। कांग्रेसमा सधैँ पद र शक्तिकै पछि दौडिएका हेमलेन्द्र निधि, विनोद चौधरी र उस्तै परे गगन थापा नै पराजित हुने अवस्था बन्दैछ।
झापा 3बाट राजेन्द्र लिङ्गदेन नै प्रत्याशा हुँदैछन्। काठमाडौँ 1मा विचारभन्दा माथि देश र देशभन्दा माथि नरेश राख्दै आएका रविन्द्र मिश्रकै विभत्सपूर्ण हार भयो। एकीकरणको माग र एकताको मर्म नबुझी आफैलाई वरिष्ठ देख्ने, देशलाई आवश्यकता भएर पनि काठमाडौँ 3बाट कुलमान घिसिङको कन्त बिजोग हुँदैछ। धादिङमा आफूलाई शक्तिशाली सोच्ने राजेन्द्र पाण्डेलाई आशिका तामाङले तारा देखाइदिन्। रौतहट 1मा हेभी वेट मानिएका माधव नेपालको अवस्था त्यस्तै छ। यिनीहरू कति किलोको हेभी वेट हुन् थाहा छैन, तर यिनीहरूको पतनलाई जगले स्वागत गरिरहेको छ। झन्डै 35-40 वर्षदेखि गाडेको जरा बालनले छिन मिनेटमै उखेलेर फेलेका छन्। बालनको शक्तिशाली व्यक्तिगत प्रभाव र राष्ट्रपाले तल्लो तहसम्म बनाएको साङ्गठनिक आधारको समायोजनकै कारण आज राष्ट्रपा 2/3 नजिक छ। एउटै दलले बहुमत पाउँदैन भन्ने वर्षौंको भाष्य भत्किएको छ, किनकि 1मा 1 जोडे 2 हुन्थ्यो, तर रवि र बालन जस्ता शक्ति एक ठाउँमा आउने सहमति गरेपछि 1मा 1 जोड्दा 11 हुन पुग्यो। शुक्रबार साँझ 6 बजेसम्मको परिणाम अनुसार राष्ट्रपा 96 स्थानमा अगाडि छ। त्यसकै हाराहारीमा जित निकाले अहिलेको मत रेसियो अनुसार समानुपातिकमा 50 लाख आसपास पुर्याउन सक्छ। यसो हुँदा झन्डै बहुमत काटेर पनि 2/3 नजिक नजिक सिट संख्या पुग्नेछ। सबैभन्दा बाटा त नेकपाका संयोजक प्रचण्ड देखिए। राष्ट्रपाको यो उभार बुझेका उनी सुरुमै रुकुम पूर्व पुगेर आफूलाई जोगाएका छन्। उनी भारी मतान्तरले विजय भएका छन्। राष्ट्रपाका पक्षमा यस्तो मत खस्यो जुन सम्भवतः कमैले मात्रै आकलन गरेका थिए। त्यसमा पनि एमाले कांग्रेस जस्ता दलहरू यो उभारलाई स्वीकार्नै तयार थिएनन्, तर जनताले चाहेपछि कसैको केही नलाग्ने रहेछ। विगतलाई फर्किएर हेर्दा यही हाराहारीकै उभार 48 र 51 को चुनावमा कांग्रेसले प्राप्त गर्यो, तर जनताको विश्वास कायम राख्न सकेन। 64 मा बहुमत नै पाएको माओवादी अहिले अस्तित्वकै संकटमा छ। 74 को चुनावमा ओलीको लोकप्रियता र नेकपा एकताले 2/3 मत दियो, तर जनताको नाम बजाएर पुँजीवादीकै सेवा गर्ने चरित्रले त्यो पनि सखाप भयो। अब राष्ट्रपालाई यसपटक जनताले छाती ठूलो बनाएर अत्याधिक मत दिएका छन्। सरकारमा पुगेर जनताको आकांक्षा अनुसार काम गर्दै यो मतलाई जोगाउनु पर्ने चुनौती छ, नत्र कुनै समय यस्तो आउनेछ यिनीहरूकै पत्ता साफ हुनेछ। लोकतन्त्रमा जनताको आकांक्षा र भावना सर्वभौम हुन्छ। सत्ताको शक्ति र अहंकारले जनतालाई हेप्न थालियो भने अवस्था हुने भनेकै यस्तै हो। यो खाले चुनावी समर्थन र व्यक्त भएको मत जनताको आशा र सपना सहितको छ, सुशासन हुन्छ भन्ने विश्वास सहितको छ। त्यसकारण अब बालिन सरकार प्रमुख बने भने जनमुखी सेवा र डेलिभरीकै लागि काम गरौँ। विद्यमान राज्य संरचनामा कतिपय विषयहरू यस्ता पनि छन् जसले जनताको काममा धेरै ठाउँमा बाधा ल्याइरहेका छन्। त्यसको संशोधन र निराकरण खोजियोस्। बोलीमा मात्रै होइन, व्यवहारमा पनि परिवर्तन आओस्। क्षमतावान र दक्षहरूलाई आवश्यक स्थान दिइयोस्। राष्ट्रपाकै सरकार बन्छ भन्ने अवस्था